अस्ति रुटिन आयो एमबिएस थर्ड अनि त्यसपछि मेरो स्ट्रेस एकदम हाई भयो के, किनभने 2-3 महिनादेखि मम्मी घर आउनुहुन्थेन। मम्मी घर नहुँदा मेरो नानी राम्रोसँग हेर्ने मान्छे पनि त्यति थिएन। अनि मम्मी आउने बेला भएको थियो, ठ्याक्क हजुरआमा बित्नुभयो। हजुरआमा बितेपछि मम्मी उता जानुभयो, मैले मेरो पढाइ ध्वस्त भयो। अनि फेरि अगाडि पढेको नि सब बिर्सिसकेको थिएँ। रुटिन आइसकेपछि अगाडि पढेको नै अलिअलि बिर्सिसकेँ। अनि बिचमा पढ्न पाएन। अब पढ्ने अब त 12-15 दिनमा 12-13 दिन मात्रै छन्। अनि अब हिजोदेखि निन्द्रा पनि लागेन क्या। अनि छोडिदिन्छु भन्ने त मलाई धेरैचोटि आयो। यो एमबिएस छोडिदिन्छु भनेर धेरैचोटि सोचायो। अनि एमबिएस आज त के सोचेँ भने एमएस छोडिदिन्छु, जे होला कतै बरु जब पाइयो भने त्यो गर्छु भनेर ठक्क हेर्दै थिएँ। गीता कम्युनिटीमा चाहिँ एप्लिकेसन आएको आउटरिचको। अनि त्यसमा भर्छु भन्ने लाग्यो। अनि त्यो भर्छु भन्दा सोच्ने होला चाहिँ ठ्याक्क एमबिएसमा जुन चुनौती छ त्यहाँ म यसमा भाग्न खोजिरहेको छु जब भन्दा नि अहिलेको हालमा है जब चाहिँ चाहिएको छ मलाई। अनि ठ्याक्क त्यसमा सोचेँ कि अनि त्यसमा के हुन्छ भनेर। अनि यहाँ एउटा चुनौती छ नि त्यहाँ 10वटा चुनौती छ, त्यो पनि हाई लेभलको। अनि म खास एमबिएसबाट भाग्न खोजिरहेको रहेछु कि मेरो अहङ्कार जुन छ त्यसले मलाई चुनौतीबाट भाग्न खोजिरहेको रहेछ क्या। अहङ्कार चाहिँ चुनौतीबाट भाग्न खोजिरहेछ। अनि यसले चाहिँ के भन्दा मतलब यति सहजता भइसक्यो कि मतलब यति सहज भइसक्यो यसलाई बसी खान, बसी सब कुरा गर्न, बसी अनि केही सानो चुनौती आयो भने एकदम डराउने के यो भइसक्यो मलाई है। म अहङ्कार हो, मलाई यस्तो भइसक्यो। अनि चुनौती त छ, त्यही चुनौतीबाट भाग्नको लागि मैले एमबिएस छोड्छु भनेर धेरैचोटि प्रयास गरेँ के। अनि चुनौती जहाँ पनि छ, चुनौती नभएको कहाँ छ। म त लगभग 1-2 वर्षदेखि नै बसी खाइरहेको भएर त्यो मलाई यो कम्फर्ट जोनबाट निस्किने एकदम धेरै के त्यो डर लाग्ने भइरहेछ के। अनि खास म भाग्न खोजिरहेको ठ्याक्क देखेँ कि मैले यो जुन फर्म फिलअप गर्छु भनेर सोचेँ। अनि ठ्याक्क त्यहाँ चाहिँ सोच्ने बेला अनि मैले देखेँ कि झलक्क देखेँ कि अनि यो एमबिएसमा चुनौती नपरेर ठिक छ, अब भएन भने नि के नै छ र, दिन्छु जे आउँछ दिन्छु, त्यो गरे पनि त हुन्थ्यो त। म छोडिदिन्छु भन्ने लाग्यो कि पुरै। अनि यदि मैले यो छोडेँ भने म त्यहाँ गएँ भने यदि बाइचान्स मेरो सेलेक्सन भएर त्यहाँ गएर काम गर्न थालेँ भने पनि मेरो त त्यहाँ 10 गुणा चुनौती आउने हो। म त्यहाँबाट नि त भाग्छु त। यदि यहाँबाट भाग्छु भने म त्यहाँबाट नि अवश्य नै भाग्छु के। अनि म कहीँ पनि टिक्दिनँ के, त्यो सोचेँ ठ्याक्क के। अनि आचार्यजीले भन्नुहुन्छ कि जहाँ प्रब्लम देखिन्छ नि बस देखिने ठुलो कुरा हो, यदि त्यो देखियो भने आफै हट्छ भनेर क्या। ठ्याक्क मलाई त्यो याद आयो क्या। अनि अब जे हुन्छ एक्जाम चाहिँ दिन्छु जस्तो लागिरहेको।